राष्ट्रिय परीक्षा बोर्ड क्लास 12 को रिजल्ट कहिले आउँछ? यस वर्ष 2082 को कक्षा 12 को परीक्षा 9 लाख भन्दा बढी विद्यार्थीहरूले दिएका छन्। नमस्कार, तपाईहरुलाई हाम्रो च्यानलमा स्वागत छ। आज हामी तपाईलाई एनएबी राष्ट्रिय परीक्षा बोर्ड कक्षा 12 को परिणाम 2082 को बारेमा अपडेट दिनेछौँ र यो अपडेट पाउनको लागि सबभन्दा पहिला तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनको अलमा थिची तपाईहरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो कमेन्ट बक्समा तपाईहरुले कमेन्ट गरी साथै लाइक र साथीहरुमा जति सक्दो शेयर गर्न नभुल्नु होला। राष्ट्रिय परीक्षा बोर्ड एनएबीले कक्षा 12 को 2082 को परिणामको बारेमा आधिकारिक सूचना जारी गरेको छैन, तर पनि विभिन्न समाचार स्रोत र शिक्षा बोर्डका अधिकारीहरूले केही महत्त्वपूर्ण अपडेट दिएका छन्। तपाईको नतिजा भनेको एक लाइफ चेन्जिङ मोमेन्ट हो। आज म तपाईलाई बताउँछु कि कति समय बच्यो त, तपाईको नतिजा कहाँ र कसरी चेक गर्ने। यदि तपाई कक्षा 12 को विद्यार्थी हुनुहुन्छ भने तपाईलाई थाहा छ कि एनएबी 2082 को परिणाम अब पक्कै चाँडै आउनेछ। गत वर्ष असार महिनामै रिजल्ट आएको थियो भने यस वर्ष अलि ढिला भए तापनि तपाईको श्रावण महिनामा तपाईको रिजल्ट आउनेछ। यस वर्ष शिक्षक आन्दोलनले गर्दा तपाईहरुको रिजल्टमा अलिक ढिला आएका छन् भने अब पनि धेरै पर्खिनु पर्दैन। श्रावण महिनाको दोस्रो हप्तापछि तपाईहरुको रिजल्ट पक्का आउनेछन्। हो साथीहरु, तपाईहरुको क्लास 12 को नतिजा 2082 साल श्रावण महिनाको दोस्रो हप्तापछि आउनेछ र नतिजा आइसक्दा सबैको मनमा होला रिजल्ट कसरी चेक गर्ने। तपाईहरुले रिजल्ट 3 तरिकाले चेक गर्न सक्नुहुनेछ। एउटा भयो तपाईको अफिसियल एनएबी वेबसाइट र त्यसपछि एसएमएस सर्भिस र थर्डमा रहेको छ थर्ड पार्टी वेबसाइट जसमा तपाईको खबर.com news24.com आउँछ। म तपाईहरुलाई अर्को भिडियोबाट रिजल्ट कसरी चेक गर्ने त्यो अर्को भिडियोमा भन्नेछु। त्यसको लागि तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने यस्तै नयाँ न्यूज इन्फर्मेसन पाउनको लागि यो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनको अलमा थिची जति सक्दो साथीहरुमा शेयर गर्न नभुल्नु होला र साथै तपाईहरु क्लास 12 को स्टुडेन्ट हुनुहुन्छ भने आई एम अ क्लास 12 स्टुडेन्ट भनेर पनि कमेन्ट गर्न नबिर्सनु होला। आजलाई यति नै, हस्त बाइ एन्ड टेक केयर।